एकदम कम्फर्टेबल पोजिसनको सदनबाट सजिलै कुनै पनि विधेयक पारित गर्न सक्ने गरी ठूला ठूला दलहरूको मिलेर बनेको सरकार छ र संसदमा त्यो ताकत त्यो सहजता रहेको छ र यो बेला ऐन आएन भने हामीले बुझ्ने कुरा के हो भने ऐन आएन होइन ऐन ल्याइएन। नेपाली शिक्षकले बुझ्ने कुरा नेपाली कर्मचारीले बुझ्ने कुरा त्यो हो र अहिले देशभरि हामी प्रदेश सभाहरू गर्यौं जिल्लामा पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन् हामी गइरहेका छौं। शिक्षक साथीहरूको मानसिकता कस्तो छ भने कि जितिन्छ कि बितिन्छ भन्ने मानसिकतामा आएको छ। यो कुरालाई हृदयंगम गरेर संसदीय प्रक्रियालाई अगाडि बढाइदिन पनि मैले हार्दिक आग्रह गरे र अर्को कुरा पनि सुझाव हामीले पनि हेरेका छौं ठूलै छ त्यो सुझाव संकलित पुस्तिका तर त्यहाँ राम्ररी सुझावहरू पढ्यो भने केही सुझावहरू ठिक्क विपरीत छन् तर थुप्रै सांसदहरूले 20औं-30औं सांसदहरूले एउटा बुँदामा एउटै सुझाव दिनुभएको छ त्यसलाई हामीले एक सुझाव मान्न पर्यो। त्यसरी गर्यो भने म एउटा कुरा त चुनौती दिन चाहन्छु त्यो हामीले संसदीय प्रक्रियामा हामी संलग्न हुन मिल्दैन तर हामीलाई दिने हो भने 3 दिनभित्र त्यो हामी सूचीकृत गरिदिन्छौँ। त्यहाँ हुने संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति र त्यत्रा विज्ञ माननीय सांसदहरूले कसरी सक्नुहुन्न। अर्को कुरा हामीले बारम्बार आग्रह गरेका छौं सर्वदलीय उपसमिति बनाइदिनुहोस्। त्यहाँ के छ एउटा समस्या भने संसदको समितिको बैठक बेला हुन्छ माननीय सांसदहरू आफ्ना आफ्ना जिल्लामा हुनुहुन्छ अनि कति पटक बैठक नै बस्छ कति समय भयो प्रदेशको कार्यक्रम सकेर आएपछि खास गरिकन बैठकै बसेको छैन। यो तरिकाले भने त वर्षौंसम्म पनि ऐन नआउने अवस्था छ। त्यसैले अब यसलाई मुख्य कार्यसूचीमा राखेर प्राथमिकताका साथ उपसमिति बनाएर यसलाई टुंग्याउन खोजियो भने हिउँदे अधिवेशन होइन 10 दिन 12 दिन 15 दिनमा यो ऐन आउन सक्ने अवस्था रहन्छ। दलीय सहमतिमा गयो भने संसदमा पनि ज्यादा छलफल चाहिँदैन रहेछ भनेर अरू विधेयकका सभामा हामीले हेरिसकेका छौं। नेपाली शिक्षकहरू पनि त कुरै नसुन्ने कुरै नबुझ्ने छैन। सामान्य 2-4 कक्षा पढेकै छौं हामी शिक्षकहरू पनि। त्यसो भएपछि संसदीय प्रक्रिया पनि हामीले हेरेका छौं राजनैतिक दलहरूले गरेको कामलाई पनि हेरिरहेका छौं कति प्राथमिकता परेको छ त्यो कुन गतिमा गएको छ समितिका बैठकहरू पनि हेरेका छौं मिडिया मार्फतै भए पनि सुनेका छौं। यो गति र तरिकाबाट त वर्षौंसम्म यो ऐन आउने अवस्था देखिँदैन। त्यसैले राज्यलाई दबाव बिना कुनै पनि काम नभएको अनुभव भएका हामी शिक्षक कर्मचारीले फेरि त्यो अभियान सुरु गरेका छौं। यसप्रति संवेदन यो दल अहिले सरकारको नेतृत्व गरिरहेको दल सम्माननीय प्रधानमन्त्री यही पार्टीको अध्यक्ष हुनुहुन्छ। हामी आदरणीय महासचिवज्यू मार्फत उहाँलाई नेपाली शिक्षकहरू गरर मरको अवस्थामा आन्दोलनमा छन् यो स्थितिलाई बुझेर शीघ्र विद्यालय शिक्षा ऐन त्यो पनि एकथान ऐनको कुरा गरिरहेका छैनौं। हामीसँग भएका सबै सहमतिहरूलाई सम्बोधन हुने विद्यालय विद्यार्थी शिक्षक कर्मचारी मैत्री अग्रगामी ऐन जारी गर्नका लागि पहल गरिदिनु हुन पक्षीकरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दै फेरि एकपटक धरनामा सहभागी सबै साथीहरूलाई धन्यवाद दिँदै आजको कार्यक्रम यही विसर्जन भएको घोषणा गर्दछु। नमस्कार।